नम्बर कसले चलाउँछ होइन त्यो त नगरौँ होला काफलको रुख त सकेर गुरु यता पनि आउनुहोस् त दुई चार गेडा हामीलाई काफलको रुख त भेटियो पाकेछन् कि नै भन्ने कुरो पाक्न पाकेछन् गुरु तर यहाँ चाहिँ अब दुई चारवटा दाना चाहिँ पाइने भयो हामीले अलि माथि माथि रहेछन् कि यसको फेरि अघि तलै भेटियो त्यो हेर्न किन काँडा पर्नु कहाँ सुख छ र गुरु यार रुखमा चढ्नुहुन्छ पाकेकै छैन रुखमा चढेको मात्रै हुन्छ चढ्न मात्रै हुन्छ अब यहाँ ऐसलुला अब यहाँ ऐसलु खाने कि काफल खाने कि कम्पिटिसन परेर यहाँ त आज त यस्तो छ भने हेर्नुहोस् त कसलाई हो माइली के परस्पर के परस कस्तो परसले अँगालो मारेको थियो मैले डिस्टर्ब गर्दै क्या यार पाप लाउने भयो मलाई थियो तपाईँलाई त्यसै हो र लाइभ देख्थ्यो यार दिन्छन् भने भगवान्ले तपाईँलाई पनि देखाउनु लाइभ बुझ्नु हो गुरु ए देखाइदिएको होला नि कि यस्तो हो भनेर यस्तो गर्नबाट चाहिँ यो चाहिँ हो है तँलाई थाहा रहेन चाहिँ अहिलेसम्म यति चाहिँ गर्नुपर्छ है भनेर यति चाहिँ हुनुपर्छ कि ल हेर्नुहोस् ऐसेलु खोज्दै आउँदा काफल भेटिन्छ काफलको रुख खोज्दै आउँदा ऐसेलु भेटिन्छन् यहाँ त रमाइलो छ ऐसेलुमा कुन भिटामिन पाइन्छ यार टिमुर पनि चाहिएको गुरु टिमुर हो कि होइन चाहिँ क्या टिमुर त अस्ति लिएर आइएको यहाँ ऐसलु हेर्नु यस्तो छ ऐसलु अब यहाँ अब यता आयो काफल के खाने हो भन्ने कुरो हुन्छ अब यहाँ कति खान सकिन्छ भन्ने कुरो यस्तो ठाउँ पत्ता लगाउने पनि मान्छे गजबै हुनु चराले को भन्दैछन् अनि को भन म के परस्पर त नि घाटे जाय मिठो भयो नि ज्यादै मिठो भयो नि त गुरु यार त्यो सरकारले खाली चाउमिन र मोमोका डल्ला ए यस्तो हो कि खाने त घाँटे त्यो मोमोभित्र कहिलेको के छ कहिले पोको पारेर राखेका हुन् भन्ने होइन त्यहाँ परसले खान्छन् फेरि परसले खान्छ